ओए सुत्र के हो यो ओपेन जोड त मेरो बुढो तोड के अरे भाइ हो नि भन्छ बाइक बिग्रियो भने तैँले मेरो बुढी आएर चढ म फलान ठाउँ पुर्याइदिन्छु भन्दैन मेरो गाडी बिग्रेन मेरो यहाँ जोगा भन्दा परो साथीहरू बनाउन थालियो पो त त्यहाँको बिरयानी खाएर आयो आज त्यसपछि भनेको अब घरमा मम्मीहरू मुख हात्ते उहाँ जिरा मासु मात्रै बोकाएको मासु अस्तिको त देवालीको रगत थियो त्यो पनि सके साथीहरू आएदेखि त हेर्नु दामी इन्द्रेणी कस्तो मजा लाग्यो आयो अब बेस्ट अल इज वेल यहाँ पास हुनुहोस् है अब एकछिनमा थाहा पाइहाल्छ 5 मिनट थाहा पाइहाल्छ रिजल्ट के हुन्छ हुन्छ यहाँ पर सुरु हुँदैछ साथीहरू होइन अब त्यो त्यहाँको अब आज कलेज टिफिन नै सिधेको आज एकछिन त्यहाँ आधा सिक्नु एकछिन सो आयो पास हुन्छ जस्तो लागेको छ यत्रो दिन सिकाएको फेरि कामै लागेन नि त अब त्यहाँ प्रे गरिदिनु पर्यो अल इज वेल पार्टी गरेर मात्र कि चाहिँ सो हेलो साथीहरू सबको स्वागत छ नयाँ फ्रेन्च भिडियोमा दिजको बोय हिमांशु सो वेलकम ब्याक टु माई च्यानल आफ्टर लङ टाइम पछि भिडियो अलिकति 2-4 दिन 4-5 दिन ग्याप भयो त्यसको लागि सरी र यो च्यानलमा के गर्नु साथीहरू सब्सक्राइब गर्नु पऱ्यो अब चाहिँ भने कलेज जाने बेला भएर चाहिँ नि टक्कासँग हेर्नुहुन्छ बिहानको मौसम छ हल्का पानी पर्नु बन्द लागेको छ होइन घामलाई अनि आज के घाम अरे पानी पर्न छ आज के हो भन्दाखेरि बाबाको ट्रायल बाबा थापासँग भनेर भिडियो भनेर होइन एकदम कलेजमा जानु रेडी भइरहेको छु यहाँ टक्का जाएको छ अहिले होइन सो अहिले चाहिँ म कलेज जान्छु कलेजबाट उताउतै म त स्कुल आफ्नै गाडीमा जान्छु नि त के बजेर बिहान जाँदैछ अब है अनि म चाहिँ कलेज जान्छु नि उतै बाबा आउँछ प्लस म उताबाट लिएर जान्छु उतातिर चाहिँ बाबालाई त्यहाँतिर अब कलेजमा जाउँ कलेजको भिडियो आउँदैन कलेजमा चाहिँ साथीहरू कलेज जान्छु उताउता तपाईँहरूलाई भेट्छौँ यहाँनिर त तपाईँले भेटौँ प्रायः कस्तो पानी नपर्छ भनेको कुरा पानी परोस् या पर्नु नपरोस् देन ट्रायल पास गर्नु पऱ्यो हेरौँ भिडियो आउँछ साथीहरू होइन अनि सबैजना सन्चै हुन्छ होला म पनि सन्चै छु होइन भिडियो चाहिँ मन पाएन तपाईँले त अस्ति नै चाहिँ लडेको चाहिँ होइन बाबा लड्नु त लड्नु भएको तर त्यो एक्सिडेन्ट परेको कतिजना कन्फ्युज भएर सोधिरहेको थियो यस्तो त एक्सिडेन्ट भएको कल्चर आएर थियो मलाई त्यस्तो केही साथीहरू होइन एकदम खुसी छु प्लस के भन्दा मैले नेक्स्ट भिडियोमा तपाईँलाई भन्छु र अहिले चाहिँ यो ट्रायलको भिडियो हेर्नु होला रमाइलो गर्नु यता माया देखा सबै साथीहरू तपाईँलाई एकैचोटि अब एकपछि भेटौँ है त अरू आज चाहिँ भनेको होइन बाबाको ट्रायल छ होइन म चाहिँ कलेज ड्रेसमै आइदिएको आज चाहिँ ल्यापटप पारामा अनि यतातिर यहाँ ठाउँमा पर चाहिँ ट्रायल हुँदैछ सो म चाहिँ यहाँ रेस्टुरेन्ट ठाउँमा बसिरहेको छु आनन्दले सो बाबाको ट्रायल सुरु भएको छैन अर्को चाहिँ हुँदैछ अब कुन न हामीले दिएको बाइकमा एकछिनभित्र उता सिकेको जस पास गरेर चाहिँ हेरौँ ट्रायलमा ट्राफिकसँग डराउने केही थाहा छैन मलाई पनि जस आयो अब बेस्ट अल इज वेल यहाँ पास हुनुहोस् है अब एकछिनमा थाहा पाइहाल्छ 5 मिनट थाहा पाइहाल्छ रिजल्ट के हुन्छ यहाँ पर सुरु हुँदैछ साथीहरू होइन अब त्यो त्यहाँको अब आज कलेज टिफिन नै सिधेको आज एकछिन त्यहाँ आधा सिक्नु एकछिन सो आयो पास हुन्छ जस्तो लागेको छ यत्रो दिन सिकाएको फेरि कामै लागेन नि त अब त्यहाँ प्रे गरिदिनु पऱ्यो अल इज वेल पार्टी गरेर मात्र कि चाहिँ अरूका सर फाइनली बाबाले हामी यता आइसक्यौँ बुझिहाल्नु भयो अलिकति होइन त्यस्तै भयो अनि पास हुनुभयो बाबा है ल बाबालाई बधाई छ यति खुट्टामा घाउ चोट लाग्दै लड्दै भए पनि फाइनली पास हुनुभएको छ ल बाबालाई बधाई छ छोराले एकपल्ट आमाले एकपल्टमा बाबाले पनि एकपल्ट निकाल्नु भएको छ है बाबातिर अब त्यही हो एकछिन चिसो चाहिँ खाउँ यहाँ हल्का गर्नु छ त्यो खाउँहरू त्यसपछि भेटौँ है त एकछिन बधाई छ बाबुलाई मैले छोराले लगेर सिकाएकोमा खोइ बाबु त निस्किँदैन नि त अनि के अरे लड्डु किन्ने पैसा थिएन के बधाई छ लड्डु किन्ने पैसा थिएन साँच्चैको निकालेको हो साथीहरू आज हामीहरू यो चाहिँ बाबु के अरे लाइनमा पास भएपछि आज हामी के अरे दिल्ली नाच्नु साथीहरू आज पुरै दिल्ली आज हामी किन्नु अरे बाउको बिरासो किन्नु भएर 1500 काट्नु नि अहिले बाउको यहाँ लाइसेन्स आइसक्यो होइन लिएर आइसक्यौँ ल लिन तपाईँको लाइसेन्स आइपुग्नु सक्यो भाग्यमानी भेट्दै कमाएर भनेको यही हो क्या स्मार्ट कार पनि आइपुग्यो भने
यो पनि यो लेमन अहिले नदेखा बेसी यसलाई यो मात्र दिन्थ्यो पहिला अहिले यो पनि दिन थाल्छ म त छक्कै परेँ मेरो पनि निकाल्दिनँ नि भनेको अहिले नयाँ आएकोलाई मात्र अरे स्मार्ट कार्ड म त छक्कै परेँ 5 वर्षको 1500 तिर्नुपर्छ क्या कति पहिला राजस्व धेर तिर्नुपर्छ भनेर नबनाएको 5 वर्षको 1500 कुन ठुलो कुरा हो 5000 पनि तिर्छ नि अहिले एउटा खोबेको माछा मार्यो भने मुक्ति माछा मार्यो भने 1500 कमाइन्छ किन यही खौलीमा अनि कति खुसी लागेको यो पाउँदाखेरि नै आज खुसी छैन चलाउनु पाएन न भोलि छोडेर जानु के हुन्छ त काना गर्ला औसिना पुर्ने जस्तो हो कि यो भनेको यो जबरजस्तीले निकालेको अब यो यहाँ राखेर अब होइन यो कसैले हामीले यो त्यो बुढी र छोराको करले निकालेको हो त यो अहिले निकाल्यो कसलाई काम दियो त यहाँ बसेर युज भएको गएर यो खुत्रेमा राखेको जस्तो मात्र हो 2 वर्षपछि आउँदा मुसाले काट्छ अन्त यो भनाइ के छ त यो त के हुन्छ त निराश भनाइ के छ अनि भनाइ केही पनि छैन धन्यवाद छोरोलाई लाहातिर बल्ल भाइको घर यो घर आइपुग्यो अर्को काम त हामी फेरि चोकमा चाहिँ होइन फेरि दर पानी पऱ्यो हेर नि आम्मा कुर्ता किनेको भने बाटोमै झरेर के भन्थेन त्यो के अरे हरि सरले के थियो भन्दै त्यो कपडा भन्यो के गरेको माडे ढाड चिलायो के मम्मीको लागि पनि यहाँनिर किनिदिएको मैले ल देखाउनु तैँले किनिदिएको पे त मैले गरेको मेरो खाताबाट तैँले तेरै उसमा भएपछि त मम्मीले किनेको यही कुर्ता हो होइन अनि यो चाहिँ मलाई मेरो सर्ट यो चाहिँ सुतीको भनेर बाउको लागि लाइसेन्स मम्मीको लागि थियो छोराको लागि त सर्ट विशेष धन्यवाद हाम्रो आन्टीलाई मजुलाई पाजुलाई राम्रो सर्ट दिनुभएको होला होइन अब लगाएर ट्राई गरौँ मजुको यहाँ जस पाजु हो ल्याएको हामीले होइन मम्मी के खाएर तपाईँको बनायो भने अब के छ भन्नु के पनि छैन बाउ त उहाँ काटेर खुसी भएर गर्थ्यो ल पार्टी खामा छिटो अब निकाल्नु छिटो पाउँदैछ रहेछ ओइ सुत्रुकी के हो यो ओपेन जोड्छ जोड के अरे भाइ हो कि भन्छ बाइक बिग्रियो भने तैँले मेरो बुवा आएर चढ म फलान ठाउँ पुऱ्याइदिन्छु भन्दैन मेरो गाडी बिग्रेन मेरो यहाँ जोगा भन्दा परो यत्तिकै चाहिँ हुनु पऱ्यो विकास होइन यत्तिकै चाहिँ हुनु पऱ्यो केटाकेटी डेडिकेसन बाइक ल्याएर झोप्ने उहाँ सर राख्नु बाह्रमा कास गाडी हाम्रो कलेजको यहाँ अलगा साथीहरू हामी आइसक्यौँ कहाँनिर भन्दाखेरि हेलो पूर्वे बेलिङ हेलो सुद्रुक हेलो सर वेलकम उसले त अघि दिइसकेको छ उहाँ पार्किङमा तर दिइसकेको छ के त बता के बोल्नु होला के सुन्नु बाइक छोपेर राखिरहेको हो पार्किङमा के भन्नु बाइक के सामान सानो गरिदिनु न सानो गरिदिनु अफ फाइदा नै हुन्छ अनि त्यसो अनि मैले के भन्दा थाहा छ जो म मेरो गाडी छोपौँ नछोपौँ मेरो गाडी भोलिको दिन बिग्रियो भने आज मेरो गुई भनेर तैँले फलाने ठाउँमा त पुऱ्याइदिनु छ गाडी त मेरै फाट्ने हो त्यही भएर म मेरो गाडी छोपेर राख्छु जसले दियो भने नि म मेरो गाडी सुरु गर्छु मैले नराम्रो भने भन्नु मैले त अस्ति त्यहाँ सङ्घसभामै खाइहालेको थिएँ सङ्घसभामा अहिले चाहिँ हामीले कलेज सकेर होइन अहिले चाहिँ दिउँसोको 12 कति बज्यो 11:19 भइरहेछ है कति बजी क्लास सकेर अहिले चाहिँ हामी यहाँ बिरयानी हाउस आएको छौँ हल्का यसो खानलाई होइन यस साथीहरू रमाइलो गर्ने त्यो केटा यहाँ सबै जान्छ प्लस यहाँनिर चाहिँ हाम्रो के अरे केटाहरूले के खानु अरे सकिरहेछ केटाहरूले केटाहरू पुगेन फेरि मलाई केटाहरूलाई कि बजाइन्छ ल फेरि एकडक यहाँ हाम्रो त कलेज आएको थियो नि यो चाहिँ अलिक आउट ड्रेसमा आएको छ केटाहरू सबै ओपन ड्रेसमा म त फेरि अब हिरो नि म छिटो उठ्न आउँदैन ल केटाहरूको आयो है पर्दिन्छ नि आसानाले हो ठिक गरेर बसेको छ है पूर्वे बिरयानी ल के छ पूर्वे अरे गेट टुगेदर
धेरै दिनपछि लास्ट टाइम चाहिँ हाम्रो तेरो दिवालीमा थियो त्यस पछाडि अब भएको छ साथीहरू बदाम खालियो पो त साथी खाइयो केटाले दरब मारी बजाउँदैछ तेरो मोबाइल सुपारी 1 मुठी उठायो होइन 50 रुपियाँ लियो के अरे ल साथीहरू फाइनली घर पनि आयो अघि 1:30 बजे 2 बजे आयो घर यताउता ब्याङ्कमा काम थियो उता बिरयानी खायो ब्याङ्कसँग काम गरिसक्यो त्यसपछि अहिले घर आएर एकछिन हल्का रेस्ट गरेर 1 घन्टा थिएँ अब फेरि खाजा खाएको छ भात खाइएन घर आएर अनि अहिले चाहिँ आज फेरि बजार जानुपर्ने भयो मम्मीसँग सो उठेर हल्का यसो बजार चल्दिनँ भने बजार जानु लाग्यो सो आफ्टर लङ टाइम पछि बजार जानु लाग्छ बजार के कस्तो लाग्छ तपाईँ हेर्नु होला बोल्छु खाजा खाँदैहरू होइन बाहिर लाग्छु हेरौँ होइन बजार तपाईँलाई देखाउँछु अब चाहिँ मम्मी र म बजार हिँड्नु खाएको है त बजार आइसक्यौँ कि अनि यहाँनिर चाहिँ यसो धनियाँ किन्नु लागेको अरे मम्मीले होइन यस्तै छ यहाँको बजार आज आइतबारे बजार है के बजार भन्छ आइतबारे बजार आज लिचीको सिजन आफ्टर लङ टाइम पछि मैले भिडियो यहाँको बनाउँदैछु सट्टोसँगले हामी चाहिँ यता होइन मम्मी 80 रुपियाँ किलो अलवेज गाइस साथीहरू हामी चाहिँ नि बजार गएर आइसक्यो छोटो मिठो 1-2 सेकेन्ड मात्र लाज लाग्छ कि साथीहरू धेरै दिन हो कि भ्लग त नगरेको लाज लागिहाल्दो रहेछ अनि अब त्यहाँको बिरयानी खाएर आयो आज त्यसपछि भनेको अब घरमा मम्मीहरू मुख हात्ते मुखमा जिरा मासु मात्रै बोकाएको मासु अस्तिको त देवालीको रहेको थियो त्यो पनि सके साथीहरू आजदेखिको अनि आज विशेष के छ तपाईँलाई के देखाउनु लागिरहेको छु भन्दाखेरि नि हेर्ने हो होल क्यामेरा एक्सन भन्दा नि के खाँदै भनेर म भनेर बजार गएको थियौँ होइन अनि अस्ति राँगाको मासु उतैबाट ल्याउनु लाग्नु भएको मैले भन्नुभयो तर राँगाको मासु थिएन साथीहरू मैले बोसो ल्याउन बोसो अब फिटिकै थिएन मासु हड्डी मासुहरू थियो तर बोसो चाहिँ अब फ्याल्दै भएको मासु चाहियो मम्मीले अब मासुमा बोसो बिना मिठो हुँदैन जुसी हुँदैन मिठो त हुन्छ मासु भएपछि जस्तो मासु मिठो हुन्छ मात्र कुकुर बिरालो जस्तो बाइकको होइन राँगा खसीहरू कुखुरा चाहिँ मिठो हुन्छ तर म बनाउँदाखेरि बोसो भएन भने जुसी रसिलो हुँदैन त्यही भएर चाहिँ मैले ल्याएर राँगा मासु र कुखुराको त बोसो अलिअलि हुन्छ त्यहाँ बजार गएको थियौँ त्यहाँबाट बहिरको हामी मासु लिएर आयौँ र हामीले मोमो साथीहरू तपाईँले देखाउँछु ल एकचोटि टुन टुन मोमो बनाउने मान्छे यतै हाम्रो मम्मी मम्मी अलिक टक पऱ्यो साथीहरू होइन उता किचन अलिक गर्मी उता कपाल चाहिँ जुग्नु छ त अनि के हो गर्मी भएर साथीहरू यस्तो गर्मी छ त्यही भएर हामी सिटिङ रुममा बसेर मएको जुत्ता यता हाम्रो उता पल्लो किचन गर्मी छ पश्चिमकोतिर कि अनि घाम लागेर पुरा उयो हुन्छ नि उता छ नि किचन त के गर् तर घाम लाग उयो हुन्छ भने चाहिँ म यहाँ पकाएकै कसरी दायाँ हुन्छ हाम्रो मम्मी भोलि म अमेरिका जानु भने म बनाउने तपाईँ अमेरिका जाने मम्मीको ठुलो सोच रहर के भन्छ सपना छ अरे कि त्यो चाहिँ अब हाम्रो के अरे को राष्ट्रपतिको नाम के डोनाल्ड ट्रम्पले साकार गरिदिन्छ भन्ने मलाई आश लिँदै होइन उहाँसँग भिडियो पुगोस् अरे त्यो त खाँदै मोमो हुँदैछ मोमो यहाँ छ प्याज किमा मैले बनाएको फेरि प्याज होइन मासु आधी किलो मासु 3 जना साथीहरू होइन दामी इन्द्रले कस्तो मजा लाग्यो अब यस्तो साथीहरू यस्तो घाम ठिलिक्क लाग्छ त घाम आँखा जस्तो देखिरहेछ प्लस इन्द्रेणी त कपाल वाट अ नाइस भ्यू साथीहरू वाट अ नाइस भ्यू र त्यही साथीहरू अब मोमोसँग बनाएको मैले बनाउँदैछ होइन अब भिडियो इन गर्नुपर्छ ट्याक्क आजको मौसम यस्तो साथीहरू दामी छ पानी सानी परेको छैन होइन आकाशमा यस्तो दामी छ नि भिडियो बनाउनु पर्ने ओभर बबाल जस्तो लागेको छ होइन भिडियो बनाउने जस्तो लागेको छ माथि गएर लेट्स सी साथीहरू अब यहाँ मम्मीलाई सघाउँदैछु भर्खर त काम सक्यो 5:30-6 बज्ने बेला भएको छ र पनि अहिले चिलिक्क घाम लागिरहेको छ त्यही साथीहरू तपाईँलाई भिडियो के कस्तो लाग्यो साथीहरू आयो तपाईँलाई मन पर्यो भने सब्सक्राइब गर्नु होला कमेन्ट गर्नु लाइक गरिदिनु साथीहरू होइन र यो भिडियो यतैतिर ट्याक्टु मिलाएर अन्त्य गर्नु पर्यो भन्ने मलाई मेरो लाग्दै आजको भिडियो यहीँ सघाउन चाहन्छु एज अलवेज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई गाइस सी यु नेक्स्ट भिडियो अब तपाईँलाई नेक्स्ट भिडियो बबल आउँछ के आउँछ कस्तो आउँछ कमेन्ट सब्सक्राइब गर्नु र कस्तो भिडियो ल्याउनु पर्नेछ भनेर कमेन्ट गर्नु साथीहरू है त बाई सी यु नेक्स्ट भिडियो